सबै मिली बोलाउन खुली माया मोह सबै मिली बोलाउन खुली दौडी दौडी कति हिँड्नु के गर्नु छ डुली दौडी दौडी कति हिँड्नु के गर्नु छ डुली कति लाउँछौ मनमा बिर्को फुली 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 लिहिरछौ सधैँ मनमा तुलबुली चलिरहन्छ सबैको जीवनमा खुल्दुली कताजना लाग्नु भएको हो बिरामी भएको 2-3 महिना भयो रेस्ट गर्न पुगेको छैन हिँडै गर्नुहुन्छ कताजना लाग्नु भएको हो हेर त बुढी यो मलाई ज्वानुको तेलले मालिस गरेपछि छ नि मलाई त यस्तो आनन्द भयो चट्टै भयो नि तिमी पनि बेला बेलामा जिउ दुखो घुँडा दुखो कटकटी खायो भन्छौ तिमी पनि दला है चन्द्रमुखी ल हेर त यी ठ्याक्क 2टा आउँछ एउटा बट्टामा टक्का लाएर अब हामी बुढाबुढीले त युज पनि गर्यौं हजुर हामीहरूले पनि यही मालिस गर्यौं अब हजुरहरूले पनि गर्न होला धन्यवाद भेटिन्छ नि यता एउटा लाखुर हिँड्ने बेला भेट भइहाल्छ म एकचोटि उहाँसँग नि कुरा गर्छु त्यस पछाडि अनि तपाईँका फोन नम्बरसम्म त उहाँसँग नि होला म कुरा गराउँछु नि एकचोटि हुन्छ उहाँसँग भेटघाट गरेर हुन्छ आइतबार पनि अलि हतार छ अहिले हस् हस् बिचारो पीडामा पर्नु भएको रहेछ अब के गर्ने त उहाँको पनि आफ्नै समस्या छ अलिअलि ब्याजमा पैसा लगाएर 2-4 पैसा आउँछ भने सोच्नु भएको रहेछ अब त्यो लैजाने मान्छेले पनि आफ्नो काम टार्यो बिर्स्यो अब खोलो तर्यो लौरो बिर्स्यो अब यहाँ ब्याजको कुरा आयो कि बिचरा ब्याजको नाममा दिइरहनु भएको छ उहाँले पैसा अब त्यो ब्याज धेरै दिनु पर्यो भने त्यो सामान्य ब्याज जोड्दाखेरि त्यो जुन काम बनेको मान्छे चाहिँ यस्तो घमण्डी पनि हुनु नहुने थियो बिचरा मार्का त बन्ने भाइ बुझि नसक्नु पनि जान्छ होइन जानु तिमी कहाँ हराएको थियौ मैले त आन्टी कोठा छोडिदिसकेँ त फर्किनेको छु नि म तपाईँलाई खबर गर्छु भन्ने सोचेको थिएँ तर तपाईँलाई भेट भइहाल्यो ठ्याक्कै बाटोमा जे होस् खुसी लाग्यो घर किनेको छु हो नि घर त किन्यौ तर मैले घर बेचेर दिएको ऋण चाहिँ कहिले दिन्छु त्यही भएर मैले खोजेको यार दिन्छु साथी दिन्छु घर भर्खर किनेको छु होइन अब मलाई पनि अलिकति ऋण परेको छ है म तपाईँको नि दिन्छु टाइममा दिन्छु टेन्सन नलिनु न मलाई गरिदेऊ न यार म कस्तो अर्काको शरणमा बसिरहेको छु अर्काले मलाई पालन पोषण गरिरहेको छ अर्काको कोठामा बसिरहेको छु यस्तो बिजोग छ मेरो त कुरै नगर यार कस्तो कहाँसम्म पुगेको छु भन्ने कुरो मलाई मात्रै थाहा छ कि उपरवालालाई थाहा छ नत्र भने पुगिहाल्छ होइन त्यस्तो टेन्सन नलिनु होइन टेन्सन लिनु पर्दैन म दिन्छु होइन अब तपाईँलाई दिएपछि मलाई घर किन्नलाई अलिक पैसा नपुग्ने भएको भएर मात्रै मैले नदिएको हो होइन म 2-4 महिनापछि दिन्छु तपाईँको ब्याजसहितै दिन्छु बरु टेन्सन नलिनु होइन अब अहिले 2-4 पैसा यसो ऋण गरेर लिँदै गर्नु खाँदै गर्नु पछि म दिन्छु टेन्सन लिनु पर्दैन ब्याजसँग भन्छौ यत्रो वर्ष भइसक्यो दिएको मेरो त घर बेचेर दिएको यत्रो वर्ष भइसक्यो ब्याजको लोभले ब्याज त होइन साउ पनि हरायो त्यस्तो नसोच्नु म तपाईँलाई दिन्छु भन्ने मेरो मनमा छ टेन्सन नलिनु होइन ब्याजसहित दिन्छु नै भन्ने सोचेको छु अब त्यही हो समस्या बुझ्नुहोस् न हजुरले पनि सहज बुझिदिनु अब यत्रो दिनपछि भेट भएको खुसीले बसौँ साथीहरू रमाइलो गरौँ बरु म घर किनेको उपलक्ष्य पार्टी दिन्छु पार्टी खाउँला के टेन्सन लिएको हो तिम्रो पार्टीले म सन्तोक हुन्न म जानु किनकि म अर्काको पीडामा थपिएर बाँचेको छु के अर्काको पीडामा थपिनु भनेको यहाँसम्मको बोझ होइन कि त्यो अर्काले चरालाई चारो ल्याएर खुवाउँदा कस्तो स्थिति देखिन्छ सेम त्यहीमा छु कि म अहिले होइन
बुझिरहेको छु मैले टेन्सन नलिनु मैले भनेपछि मलाई कहिले दिन्छ तिमीले लगभग यस्तै हो 6-7 महिना चाहिँ कुर्नु न 6-7 अझै 6-7 महिना? दिन्छु मेरो पनि त्यही त हो नि अलिकति आउने बाटो छ त्यो आएपछि म दिन्छु के टेन्सन नलिनु दिन्छु अझै 6-7 महिना त म कुर्न सक्दिनँ जानु कति बुझ्नु त भन्नुहोस् म सक्दिनँ कुर्न मेरो कुन हालतमा छु भन्ने कुरो त म आफै कसरी बुझिरहेको छु त्यो उपरवालालाई थाहा छ अनि कतिमा त दिउँ त तपाईँलाई म 6-7 महिनाभन्दा अगाडि त म दिन सक्दिनँ मैले पनि बोलेको वचन पुरा गर्नु पर्यो होइन त्यही कारणले अब जतिसम्म मैले बोलेको छु त्यो म बाहिर जाँदैन त्यही कारणले 6 महिना त तपाईँ कुर्नै पर्छ जसरी पनि कुर्नै पर्छ 6 महिना मैले तिमीलाई त्यो अझै 6 महिना थप भनेर दिएको त छिटो देऊ है भनेर दिए होइन त घर बेचेर दिएको पो त मेरो निमा के अरे फ्रीमा ल्याएर दिएको त होइन नि यार साथी भनेर यति विश्वासले दिएको अनि यसरी धोका दिएको त म के गर्नु हो नि हुन त मलाई पनि त्यो अलिकति अब घर नपुग्नु भएको भएर हालिहालेँ त्यता कस्तो मलाई पनि टेन्सन भएको छ है अब टेन्सन त लागेको अनुसारले अब तपाईँलाई नदिने भन्ने सोच त होइन नि त्यसको लागि त नरिसाउनु नि नरिसाउनु यत्रो दिन्छु कि कुरो रिसाउनेको हुँदै जानु कुरो परिस्थिति र व्यवस्थाको बेवास्तै भएपछि बेहालै भएपछि त्यहाँभन्दा भन्ने के त भन्नु त हो नि हुन त तपाईँले पनि विश्वासले दिनुभएको छ मैले पनि अब खाउँला भन्ने विचार छैन म दिउँला भन्ने नै विचार छ बरु जाउँ मैले किनेको घर हेर्नु चिया खाउँ यसो रमाइलो गरौँ साथी धेरै दिनमा भेटेको छ होइन यार म अर्काको खुसीमा म रमाउन सक्दिनँ तिमी आफै रमाऊ तर म मेरो पीडामै छटपटीले देऊ म गएँ ल अहिले मलाई 6 महिनामा दिन्छौ नि म दिन्छु पक्का दिन्छु त्यसको टेन्सन पक्का दिन्छु तिम्रो बरु नम्बर चिया खाएर जाउँ न चिया खाएर होइन तिम्रो नम्बर छैन मसँग पहिलेको नम्बर त्यही भएर मैले घर कोठा सबैतिर पैसाको भेट्ने नम्बर देऊ हजुर हस् ल भन लेख्नु है त 98 यही हो नम्बर होइन कल गर्नु आउनु है 6 महिनापछि म स्योर दिन्छु ब्याजसहित दिन्छु हिसाब गरेर एक हिसाब गरेर चुक्ता गरिदिन्छु है टेन्सन नलिनु जुन न हाम्रो घर जाँदिनँ म आफै उडायो सपना सबै उडीले 12 छोरा 18 नाति यो बुढोको थप्रै यही काठ माथि गीतै त गुनगुनाएर बस्यो होला नि भात पकाएको छैन होला त ए यो बुढो बाबुले भात पकाला त्यो क्वाक क्वाक खाउँला भने होइन ए फुकुनी भन्दा कर्दा लाग्ने बाउ भन्दा छोरो जाने हो नि कर्दाको छोरो चाहिँ कामै नलाग्ने भएर बिग्रेर भयो भनेर छ यो गाउँले कुरा सुन्नुहुन्छ जमानमा कसिनो आफू खानु पर्यो आफै पकाउनु चुलामा दाल चामल सकेको कति दिन भइसक्यो तँलाई के थाहा राजा घरमा मोतीको दुःख हुन्छ के चाहिन्छ मैले सबै पुऱ्याइदिएको छु पनि भेट्नु गरे हेर्न हिजो भात खायो भनेर आज खानु पर्दैन जहिले संरचनाको कुरा गर्ने ए यो बुढो बाले भात पकाउने त क्वाक क्वाक खाउँला भने होला होइन जाने भात पकाऊ ए घर आयो कि खाली खेती बाहिर खानु मुद्दा गाउँभरि ठुलो भात खाने बेला आएर बाउलाई भात पकाएको छैन यत्रो जग्गा बेकार खेर गयो ल हेर उता धितो छ यता 2 वर्षकोदेखि यसले भाडा दिएको छ यसलाई कहाँ दिन्छु जग्गा बेकार खेर न बाल तिर्छन् यत्रो चाहिँ 10 वर्षले भनेर दिएको 2 वर्षको बाल दिएको अब आफैले गर्नुपर्छ के गर्नु नमस्कार है के छ हजुरको हालखबर एक्लै बरबराएर बस्नु भएको छ ल नमस्कार अनि के छ कता लाग्नुभयो तपाईँहरू हामी त यसो घुम्दै हिँडेको अनि हजुरको आजभोलि के छ नि हालखबर के हुनु यहाँ अब यत्रो जग्गा त्यत्तिकै रह्यो अब यो जग्गामा चाहिँ नि आफैले खेती गर्नु पर्यो जस्तो लाग्यो ज्ञानलाई ल्याएर राख्नु नि ज्ञानलाई राख्ने होइन र को ज्ञान अनि के हो बिर्सिसक्नु भयो यति छिटो यहाँ त्यो तपाईँहरू मलाई जिस्याउन आएको जिस्काएको होइन हजुरले भनेको अब हजुर यस्तो बिना मेन्टेन गरेर हिँड फुट्या खालि कति देखे त्यही भनेको मजाले ल्याएर राख्ने के हो आजकल त यहाँ सुन म तपाईँहरूलाई के भन्छु भने जीवन हाम्रो सङ्लो पानी हो सलल राजै बगाउँ सलल गीत सुनेको छ नि त्यही भएर सलला टेन्टेङ मेन्टेन 40 लाख झलल गरेर अनि बिरा
छत्ता मारेर यहाँ गुनगुनाएर बस्नु भएको अहिले चाहिँ के जिस्काउन आएको मलाई साँच्चीकै जिस्काउन आएको होइन होइन कहाँ जिस्काउन आउनु आमै नि त त्यत्रो पैसा झाडा त सुनेकै हो क्या सुनेको भने हो के अरे त्यही हो नि। अब तपाईँहरूले पनि मेरो मलाई चाहिँ नि गरी खान नदिने हो तपाईँहरू हो र हामीले पो यहाँ आएर चाहिँ त्यो अब सुनेकै हो कि अरे झारेकै हो कि अरे मान्छेले कत्रो टेन्सन छ यो जग्गा कहाँ छ थाहा छ कहाँ यहीँ त छ नि कहाँ गएको छ त भएर के गर्नु उहाँ बैङ्कमा धितो छ होइन मलाई हिजो ज्ञानुले फोन गर्दै थियो मेरो कता पुगे भनेको हामीले आज मेसमा कल गरिदिन्छु क्या एकचोटि होइन त्यसको त नाम निशानै नलिनु आमै मलाई आई हेट हर लाउन सुन्नै नसक्ने कुरा गर्नु म त त्यो सुन्यो भने त त्यो हर्ट एट्याक होला नि ऊ चाहिँ फेरि बढी कुरा नगर नि भन्छस् क्या हेर यो मन कस्तो भएको छ कति पोलिया छ तिमीहरूले बेला बेलामा मलाई आगो लगाइदिन्छौ आगो अनि मलाई नाम लेखेर हराइसक्नु भयो अनि के गर्ने त्यसो नभन त्यसको नामै नलियो न बिचार अहिले कला भने बुर्को सिरमा भन्दै दौडिने कुर्ती होइन हो नि त्यसले मलाई कम डुबाएको छ यत्रो जग्गा हेर यत्रो जग्गा बैङ्कमा धितो छ उता वहाँ 5 रोपनी जग्गा त्यत्तिकै बिहाल परेको छ विद्यासे पारेछ नि त चिसो खान जाने त हामीसँग होइन र हो नि अनि त्यो चिसोमा त्यो अलिकति मिसाउनु पर्छ खाने कि नखाने दिमाग फ्रेस बनाएको भइहाल्छ नि हामीसँग यसो ट्यान्डङ म्यान्डङ गर्ने हो कि यस्तो टेन्टेमेन्ट बाह्र छोरा 13 नाति बुढाको दोस्रो काँडेमा थियो भने त्यस्तै हो कि जति छोरा भए पनि जति छोरी भए पनि केही काम छैन यहीँ बसेर गफ गरौँ अब के गर्ने है दिदी 12 छोरा 13 नाति बुढाको दोस्रो काँडेमाथि भन्थे 2-3 छोराछोरी सबै विदेश अब लास्टमा तपाईँ र मनै हो दिदी पनि नै चाहिने रहेछ हेर्नु अब दिदीबहिनी मिलेर बसे भइहाल्यो नि छोराछोरी विदेश हिँडेपछि अब हामी विदेश गएर जाने बस्ने कुरो भएन यहीँ बसौँ मिलेर दिदीबहिनी नै मात्रै हुने रहेछौँ लास्टमा चाहिँ छोराछोरीले छोडिहाल्यो पखेटा लगाएपछि उडिहाल्छ त्यही हो हामी दिदीबहिनी मिलेर बसौँ एकै ठाउँ है दुःख सुख गफ गरौँला अब हामी चाहिँ छुट्नु भएन छोराछोरीले छोडेर गए होइन आफ्नो आफ्नो पेट पालना त गर्नु पर्यो नि त उनीहरूले पनि पखेटा लगाएपछि उडिहाल्छन् हाम्रा पो छैन त अब बुढाबुढी भएपछि हामीलाई त दिनादिन हाम्रा त एकै ठाउँ बस्ने एकै ठाउँ खाने दिन आइसके त्यही भएर अनि अब दिदीबहिनी कहिले नछुटौँ है हामीलाई हस् अब जहिले बस्यो नि दिदीबहिनी सँगै 15 दिन यता बस्ने 15 दिन उता बस्ने हुँदैन त त्यही गर्नुपर्छ यसरी नै मन बुझाउनु पर्यो नि अब के गर्ने है जसरी पनि खुसी हुन पर्यो हाँस्नु पर्यो खुसी रमाइलो हुनु पर्यो आफू खुसी भयो भने संसारै खुसी हुन्छ त्यही त अनि आफू खुसी भएन भने संसारै खुसी हुँदैन आफू खुसी भयो संसार खुसी मलाई त्यस्तो लाग्छ है सही त हो नि कुरा आफू रिसाएर अरू खुसी भयो भने आफू जहिले रिसाइ हुन्छ आफू हाँसेर अरू हाँस्यो भने त्यो सबै रमाइलो हुन्छ सबै खुसी हुन्छ होइन म त कहिले काहीँ अल्छी लाग्यो भने यही फाँटमा आउने हो उताउति रमित हेर्ने बस्ने घाम ताप्ने गर्छु त्यही भएर तपाईँलाई पनि मैले यहीँ ल्याएको कि कहिले कहिले यत्रो जग्गा दिएन आफ्नै घरमा त्यो भन्ने जस्तो गर्छौँ अहिले त टुक्रालाई चित्त बुझाउनु परिरहेको छ स्याहार्ने मान्छे पनि त हुनु पऱ्यो नि आफू सकिँदैन छोराछोरी विदेश गएका अरे हामी दुःख सुख गफ गर्थ्यौँ रमाइलो कति रमाइलो ठाउँ पनि रहेछ है बहिनीको गाउँ त कति खुसी लाग्यो अब चिया खाउँ यसो कता जाने हो आज हाम्रो उतै जाउँ दिदी पनि सँगै चिया खाउँ गफ गरौँ बस्छौँ है
जान लाग्नु भएको हो बिरामी भएको 2-3 महिना भयो रेस्ट गर्न पुगेको छैन हिँडै गर्नुहुन्छ कता जान लाग्नु भएको हो हेर त बुढी यो मलाई ज्वानुको तेलले मालिस गरेपछि छ नि मलाई त यस्तो आनन्द भयो चट्टै भयो नि तिमी पनि बेला बेलामा जिउ दुखो घुँडा दुखो कटकटी खायो भन्छौ तिमी पनि दला है ए चन्द्रमुखी ल हेर त ठ्याक्क 2टा आउँछ एउटा बट्टामा टक्का लाएर अब हामी बुढाबुढीले त युज पनि गर्यौं हजुर हामीहरूले पनि यही मालिस गर्यौं अब हजुरहरूले पनि गर्न होला धन्यवाद